नमस्ते, मेरो नाम समुद्रमान सिंह श्रेष्ठ। सानै बेलादेखि मलाई चित्रकारितामा इन्ट्रेस्ट थियो र अहिलेसम्म पनि मैले निरन्तर चित्रकारितामै म अभ्यस्त छु। यसपटकको जुन चाहिँ काठमाडौँ आर्ट बैनालीमा चाहिँ मैले गरी आउने पेन्टिङ भन्दा चाहिँ अलिकति भिन्नै किसिमको चाहिँ मैले पेन्टिङ यसमा चाहिँ मैले सबमिट गरेको छु। मैले प्रायः जसो गर्ने पेन्टिङ भनेको चाहिँ पौहा चित्रकारिता हो। पुराना देवदेवीहरूको चित्रलाई चाहिँ मैले जीवन्त रूपमा लेख्ने चाहिँ मैले त्यस्तो मेरो प्रयास हुन्थ्यो। तर यस पटकको चाहिँ प्रदर्शनीमा मैले पौहा भन्दा पनि चाहिँ हाम्रो यो कल्चरल मार्क्स डान्सको पेन्टिङलाई चाहिँ मैले विशेष फोकस गरेँ, किनभने यो चिजमा म सानै बेलादेखि नै चाहिँ म एकदम फेसिनेट भएको हो। किनभने मेरो जन्म काठमाडौँको एकदम कोर एरियामा भएको, म इन्द्र जात्रा है अनि त्यसपछि चाहिँ यो चाडपर्वहरू यस्तो चाहिँ हेरेर हुर्केको र हरेक वर्ष हाम्रो नरदेवीमा चाहिँ अष्टमातृकाको डान्सहरू हुन्थ्यो। त्यो डान्सहरूले चाहिँ मलाई सधैँ फेसिनेट गर्थ्यो। अनि त्यो बच्चा बेलादेखि नै त्यो मानसपटलमा चाहिँ मलाई चाहिँ त्यो देवदेवीको जुन चाहिँ नृत्य त्यसले चाहिँ मलाई चाहिँ एकदम चाहिँ प्रभाव पारेर आएको थियो। त्यो भएर चाहिँ यसपटकको चाहिँ जुन यो बैनालीको एक्जिबिसनमा मैले चाहिँ मार्क्स डान्सलाई चाहिँ फोकस गरेर लेखेँ। हुन त यो पेन्टिङ चाहिँ यो सब्जेक्टको पेन्टिङ चाहिँ मैले आजभन्दा 24 वर्ष अगाडि त्यो समयमा म कलेजको समयमा पनि मैले गरेको थिएँ। त्यो समयमा चाहिँ मैले सानो पेन्टिङहरू चाहिँ मैले गर्ने गर्थेँ र त्यो हामीले चाहिँ एक्जिबिसनै गरेको थिएँ। त्यो चाहिँ वाटर कलरमा थियो। तर आफ्टर 24 इयर्स पछि पनि मलाई यो सब्जेक्ट चाहिँ मलाई पुरानो लागेन। किन भन्दाखेरि मैले हरेक वर्षदेखि नै यो जात्राहरू यो चिजले मलाई सधैँ चाहिँ छोइरहन्थ्यो। त्यो भएर चाहिँ यो वर्ष चाहिँ मैले 4 फिट बाई 6 फिटको मैले 3टा पेन्टिङ चाहिँ मैले समावेश गरेको छु। 3टै उपत्यकाको चाहिँ कल्चरल मार्क्स डान्सलाई चाहिँ मैले समेट्ने कोसिस गरेको छु। काठमाडौँबाट मैले चाहिँ पचेली भैरव, जसको आफ्नै एउटा चाहिँ हिस्ट्री छ, भक्तपुरबाट चाहिँ नवदुर्गा डान्सको र पाटनबाट चाहिँ नरसिंह नाच, जसलाई चाहिँ कार्तिक नाच पनि भनिन्छ, त्यो 3वटा पेन्टिङ चाहिँ मैले यसपटकको एक्जिबिसनमा मैले राखेको छु। यो जात्रा पर्व यिनीहरू भनेको एउटा चाहिँ इभेन्ट मात्र होइन, यसले चाहिँ हामीलाई चाहिँ पारिवारिक रूपमा पनि चाहिँ हामीलाई चाहिँ नजिक गरेको जस्तो, अनि भावनात्मक रूपमा पनि, अनि अझ सांस्कृतिक रूपमा पनि चाहिँ नजिक गरेको चाहिँ मैले पाएँ, नजिक भएको चाहिँ मैले पाएँ। त्यही कारण चाहिँ यो कल्चरल मार्क्स डान्समा चाहिँ म सानैदेखि नै चाहिँ भावनात्मक रूपमा चाहिँ जोडी नै रहेको छु। म्युजियम अफ नेपाली आर्टले काठमाडौँ आर्ट बैनाली भनेर जुन यो एक्जिबिसन अहिले गर्न खोजिरहेको थियो, त्यो 2026 जुन 6 देखि चाहिँ स्टार्ट हुँदैछ। जुन चाहिँ झन्डै चाहिँ 3 महिना नै एक्जिबिसन चाहिँ रनिङ हुन्छ। त्यसमा चाहिँ तपाईहरू यो एक्जिबिसनमा आइदिनु भयो भने यहाँ चाहिँ म बाहेक पनि अझ धेरै कलाकारहरू, वरिष्ठ कलाकारदेखि लिएर अहिलेको चाहिँ युवा कलाकारहरूसम्मको पनि चाहिँ तपाईहरूले आर्टवर्कहरू तपाईहरूले यहाँ देख्न सक्नुहुन्छ। त्यो आर्टवर्कहरूको चाहिँ तपाईँ हेरेर एक्सपिरियन्स गर्नुहोस्। कस्तो एक्सपिरियन्स त भन्दाखेरि नेपाली कला कस्तो किसिमको छ, हाम्रो कल्चर कस्तो किसिमको छ, हाम्रो जात्रा चाडपर्वहरू कस्तो किसिमको छ, त्यो कुरा चाहिँ अझ पेन्टिङको मार्फत चाहिँ तपाईहरूले अझ गहिरेर अनुभव गर्नुहुन्छ भनेर मैले विश्वास गरेको छु। त्यही कारण चाहिँ तपाईहरूलाई विनम्र अनुरोधका साथ म तपाईहरूलाई निमन्त्रण दिन चाहन्छु। धन्यवाद।